यो व्हाट्स अप पिपल सबलाई स्वागत छ आजको मेरो नयाँ ब्लगमा है आज चाहिँ के भन्छ अब म विदेश जानु लाग्यो है केटा हो मलाई छोड्न जाने यहाँ यता आयुष यता एलेक्स यता के भन्छ यहाँ हाम्रो काइलो भाइ यता हाम्रो ड्याडी हुनुहुन्छ अहिले ब्रस गर्दै अनि यता चाहिँ हाम्रो रिद्धि म्याटिङ चाहिँ अहिले चाहिँ गाडी आउँदैछ अहिले हाम्रो सेन्ट ट्राभल्स अहिले चाहिँ पानी परेर चाहिँ आज म लास्टै पानी पर्दैकै राति त्यही भएर आउन हल्का ढिलो भइरहेछ यता ब्रस गर्दै हुनुहुन्छ जेस एउटा मेमोरी हुन्छ पछि उहाँ गएर चाहिँ यतिको त गर्न पर्छ कि बिहान बिहान होइन मेरो लगेजहरू यही हो रेडी भइसक्यो 2-3 दिन भयो थियो भ्लग नआएको अब रेगुलर आउँछ रे के अझ गफानिदिउँ अब हामी गाडीको पर्खाइमा छौँ पछितिर ब्लग स्टार्ट हुन्छ त यस्तो उज्यालो भइसक्यो त्यही पनि गाडी आएको छैन कुर्दा गाडी आएर फाइनल्ली अब यहाँ हाम्रो टिकट हाल्ने प्रोग्राम हुन्छ मैले दिन्छु भनेको त मैले दिएँ र स्वास्थ्य र खुसी र होइन के भनेको पुरा सब जितेर आइगयो अरे ओके सिक्का यताको संसार जित्न गए कौन है वो कहाँ से वो आया यहाँ म लेखेको छु है इलेक्सन ठ्याक्क अगाडि टाउको लेखेको छु अगाडि प्रसाद त त्यो दिन भगवानको शुभयात्रा खाओ अंडे आज के बार आज तो ट्यूसडे पर्तका बार मेरो झिक्छ माथिको रेडी है गाइस हाम्रो ब्लगले पनि यो त लठुरामा के 2-4 शब्द सो अहिलेलाई यति नै छ अहिले पछि अब गाडी आउँछ अनि गाडीमा हामी गइन्छ आउँछ एकछिनमा अब ल फाइनली गाडी पनि आयो हाम्रो सेन्ट ट्राभल्स धेरै पर्खाएपछि हामी 3 बजेबाट उठेर बसिरहेको 3 या 2:30 अझै त्यही त ल गाडी पनि आयो अब लास्टचोटि गरेर नि त लाने यता हाम्रो यता हाम्रो आन्टी यता माथि मम्मी राम्रोसँग बस्नु है ड्याडी आन्टी राम्रोसँग बस्नु है ल हामी चाहिँ अब गाडी चढ्यो भर्खर स्टम रोम रोम भाइयो क्या अहिले मलेको आइपुग्यो मलेको भन्दा हल्का तलै छ कस्तो लाग्यो त नि राइड कस्तो लाग्यो राइड कस्तो मसाज भइरहेको नि ल हामी यसो नास्ता सास्ता गर्छौँ अनि त्यसपछि चाहिँ फेरि लाग्छौँ काठमाडौँतिर
टाउको दुखिरहेको हाम्रो नास्ता है ल यहाँ चाहिँ हाम्रो के अरे अन्डा समोसा खाइरहेको छ दुईजनाले चाहिँ हामी चाहिँ त के खाने रे चना अन्डा पुरी तरकारी चिया खानेमा भनौँ कसरी भनेछ भन्छ ल हामी चाहिँ अब है ट्याक्कै यता यो माइक्रो स्टेसनमा आयो काठमाडौँ आयो भर्खर कलङ्कीमा छौँ यतापट्टि सब्जी मन्डीहरू छ है यता हाम्रो ग्याङहरू झोलाहरू लिएर बसिरहेको छन् म पनि टक्कै मेरो झोला लिएर हो लगेजहरू झारम सिस्टम यस्तो छ ल टाउको दुखेर यार गाडीमा त ल हामीले क्याब पनि लिकियो यस्तो गाह्रो छ केटा हो भाइ म यता एलेक्स यता आयुष हामी चाहिँ सुन्दर बसिन्छ त्यहाँबाट टक्कर बुझ्ने होइन सस्ता मस्त हाम्रो एलेक्सले खोजिहाल्छ त्यहाँ सिस्टममा रमाइलो छ काठमाडौँ अहिले चाहिँ हामी सुन्दर आइसकेको छौँ है एउटाले धरेर नदेखेर टेन्सन हेर हामी पनि भर्खरै आइपुग्यौँ सुन्दरा है यहाँ चाहिँ धरेर एक टावर यत्रो ठुलो यतापट्टि ओरिजिनल धरा अब हामी चाहिँ यता गल्लीभित्र चाहिँ टक्क रुम खोज्दै जान्छ अहिले चाहिँ हामी रुम खोज्ने जाम जाम ल जाम ब्यागहरू लिस चल्दिस ल हाम्रो रुम चाहिँ यही हो केटा हो बजेट फ्रेन्डली रुम बजेट लो बजेट त्यही भएर पानीको के भन्थ्यो खै पानी 2टा बोतल दिएको थियो अरे त्यहाँ खै होला थाहा छैन ल अब चाहिँ हामी एकछिन रेस्ट गर्छौँ अनि रेस्ट गरेपछि चाहिँ अहिले वाइफाई फ्यान त गाइस ल अहिले पछि डुलेको ब्लग बनाउँछौँ हामी ल हामी चाहिँ अब यसो टक्क बाहिर निस्किरहेको छौँ के गर्नलाई भने चाहिँ अब हामी यहाँ हल्का सपिङ गर्नु पऱ्यो क्या हल्का सामान पुगेको छैन त्यसैको सपिङ गर्न आएको छ अहिले हामी यहाँ सिभिल मलको पछाडि अगाडि निस्किने क्या यहाँ दिन्छ क्या क्यालिबर सुज मलभित्र छिरेमा कफी त्यो बारिस्टा चलिरहन्छ एन्टा यो टी सर्ट किन्नु मन भन्छ होला प्रोडक्ट डिस्काउन्ट चल्यो होला नि यहाँ प्रोडक्टको त्यो यत्रो भन्छ हामी यहाँ टक्कै लिफ्टबाट तल जाँदैछौँ 40% डिस्काउन्ट रे ओ त्यहाँ रहेछ खेलाउनेतिर ल अहिले फेरि आउँछौँ हामी सिभी मल होइन अहिले चाहिँ हामी काठमाडौँ मल जान लाग्यो यसो जुत्ता किन्न ल अहिले चाहिँ हामी यहाँ ट्याक्क धरेर साइडतिर आयौँ भर्खर पानी पऱ्यो यस्तो बबाल मौसम देखिरहेको छ चिल छ क्या मौसम
यहाँ फुल कस्तो बवाल फुलेको क्या यो फुलहरू जुममा देखिन्न भित्र अब हामी यहाँ काठमाडौँ मल जानु लाग्यो यो काठमाडौँ यहाँ धरारा टावर सेतो टावर हाम्रो गोरे काइँले भाइ ल काठमाडौँ मलभित्र छिर्यो अब के यो चलेको नि क्या सिप्पी हामी चाहिँ टक्क सुज किन्न आएको है त्यो वाइट स्निकर्स एउटा किन्न पर्यो अनि त्यसपछि चाहिँ अर्को यो P6000 यो जुत्ता यो कलर हामी जुत्ता किन्न आएको साउजी हुनुहुन्न अहिले एकछिनमा आउनु त त्यसपछि किनभने अहिलेको यो ट्रेन्डी चप्पलहरू खै हामी वेटिङमा छौँ के यस्तो लागेर नि हो ड्रिप्पी यो ठिकै छ सबै सुजो कन्फर्म भएको भोक लगाइरहेको बल भेराइटी खायो ल हाम्रो यहाँ काठमाडौँ मगाउने सपिङ गर्नु सक्यो त्यही एउटा जुत्ता किन्यो अनि अर्को चाहिँ जुत्ता एउटा मिलेन कि त्यो सुप्रिमको अहिले त्यस्तो खासै राम्रो लागेन त्यही भएर यो चाहिँ P600 किनेको रेड कलरमा अवश्य हामी है फर्किन्छौँ अब यहाँ क्याप्सी रहेछ क्याप्सी ओ कसला हो लगाइदिने जाम लाग्यो हामी फेरि यस्तो थाल्छ जान के हो यो त पुरा किनिदिनु लाग्यो त बल्ल घाम लाग्यो त बल्ल राम्रो देखियो है बाहिरको मौसम यस्तो चिल देखियो ल है चेरी पनि चाखम कस्तो छ यहाँ काठमाडौँको ल अब चाहिँ हामी यहाँ भुटन खाजा खान आइरहेछौँ यहाँ आएको है हामी भुटन खाजा खान भिड रहेछ बाहिर एस्थेटिक प्लेस बस्ने होइन ल है सुन्दर आएर चाहिँ यो खानुपर्छ कस्तो आयो कस्तो है सबैले चिन्नु भएको छ होला क्या धरारा साइड यता यहाँ धरारा ल अब चाहिँ हामी बसन्तपुर जानु लाग्यो यहाँबाट यताबाट जाने है अहिले यहाँ सुमिनालाई कुर्दैछौँ कति बेला आउँछ गरेँ होइन आएको पनि छैन मान्छे अझै कुरिरहेको छु ओ हाम्रो सुमिना सेन ल दर्शन ओहो के हो र मान्छे 10 मिनट 1 घन्टा भइसक्यो नआएको थाइ के त्यतै सुमिना कता हो ल हामी चाहिँ बसन्तपुरतिर लाग्यो अब हाम्रो सुमिना यता हेर न हाई भनिदेऊ न हाम्रो ग्याङ्स बवाल देखे
ल हामी त्यहाँ साबुन चाहन आएको है हाम्रो ग्याङ यता हेर सुन्ने ल आयुष हो ल पाक्दैछ उता है हामी चाहिँ सापु मिच्चा हाम्रो ग्याङहरू टक्क लाएर खाने ल हामी बसन्तपुर पनि घुम्यौँ टक्क लाएर यहाँ थियौँ कुमारी देखाउने ठाउँ हो यहाँ थियौँ अहिले चाहिँ हामी टक्क बसन्तपुर घुम्यौँ हाम्रो ग्याङहरू यस्तो देखि सकिने अब बसन्तपुर अब नेक्स्ट टाइम त्यहाँ टक्क लाएर यस्तै हेर्दैछौँ किन्ने चाहिँ होइन जाऊँ ल जाऊँ ल दाजु यस्तो बादल लाग्यो फेरि यार भर्खरको भर्खरै यो नखसाइदेऊ न यस्तो बवाल देखियो भ्यू यार बसन्तपुर सेयर हो क्या यहाँ सुमिनाले किनिदियो ए मलाई नि भिडाइदियो लास्टमा दुइटा लिन हुन्न क्या मैले कुन हो तिमीले ओ भयो किन्यो यहाँ चाहिँ यस्तो बरु त्यो लाबु पु हतौ त्यहाँ हो लाएर हामी किन्दैछौँ हामी चाहिँ पुरै घुमेर सपिङ गरेर अब यहाँ यसो चटपट खान लाग्यौँ सुन्नसान पट चटपट खाएपछि हुन्छ छटपट हो आ चौडा खाना कस्तो ल धराको टक्क फोटो नाइट भ्यू अब चाहिँ म सुन्नालाई छोड्न जान लागिरहेको छु रुममा अब चाहिँ हामी भोलि भेटिन्छ अँध्यारो भइसक्यो इट्स आयुष डोन्ना हेमन्त पुरै ल अब हामी चाहिँ लाग्यो सुन्नालाई छोड्न ल गाइज हामी चाहिँ भर्खर रुम आइयो लास्ट थकाइ लगाइराख लास्टै डुल्डियो आज हल्का फुल्का सपिङ गरियो अनि हाम्रो केटाहरू पनि यहीँ छन् रेस्ट गरिरहन् थकाइ लगाएर लास्टै केटाहरू रेस्ट गर अब बाँकी रहेको भोलि घुम्न जाने गुड नाइट सबैजनालाई डु लाइक सेयर एन्ड सब्सक्राइब माई च्यानल पिस गुड नाइट बाई बाई